उपस्थिति यसरी तपाईँहरूको त्यसमा दिनुहोस् अनि साथै तपाईँको वचनबाट हामी जब पाठ लगाइसक्छौँ यो वचनहरूले लागेको चोटहरू निको हुन सक्छ तपाईँ परमेश्वरको वचनको काम यही प्रार्थना गर्दछु जसरी यो पार्थिव शरीरलाई दफन कार्यको लागि जसरी यो अगाडि बढाउँदै गर्दाखेरि हामी तपाईँसँग प्रार्थना गर्छौँ आज फिनल सेवामा तपाईँको शक्तिशाली उपस्थिति परमेश्वर परमेश्वरलाई धन्यवाद दिन्छौँ र विशेष गरी परमेश्वरको वचनलाई पढ्दैछु यो वचनले निश्चय नै तपाईँलाई सन्ताउना दिनेछ जब जब उहाँलाई भिजिट गर्ने साह्रै दासदासीहरूलाई साह्रो आदर गर्ने आमा जब जब मलाई साह्रै अप्ठ्यारो मलाई देख्दाखेरि पास्टर बाउ भनेर हात दिनुहुन्थ्यो अनि मैले जब उहाँको हात पक्रिन्थेँ अनि उहाँले धेरैचोटि खुसीको समयमा उहाँको पास्टर बाउ मैले भजनको गाउँछु उहाँको हुन्छ हजुरहरु बस्न सक्नुहुन्छ हजुर पछाडिको भो निकाल्नुस् न पछाडिको गोली छ नि लामो चेन भएको थियो यहाँलाई म एउटा सूचना राख्न चाहन्छु यति बेला सम्हालेर राखिदिनुहोस् यहाँलाई जति खदा अर्पण गरिसकिएको छ त्यो खदा कसैले सम्हालेर राखिदिनुहोस्
funeral service of late राजमाया राई हजुरहरूलाई हामी स्वागत साथै अभिवादन जनाउँछौँ। अनि जसरी हामी माझमा अति नै प्रिय आमा मेरो साइनोली फुपू अनि म हजुरहरूलाई परिवारको तर्फबाट साथै मण्डली हिमालयन फिचर्स ग्याङ्टोकको तर्फबाट यो दाह संस्कारको सेवाकाईमा हजुरहरूलाई स्वागत जनाउन चाहन्छु। म धन्यवादी हुन्छु ईश्वरप्रति जसले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो अनि भूमिको माटोबाट अनि आफ्नै आत्मा हालेर। बाइबलमा यसरी लेखिएको छ God created man in his own image and likeness। परमेश्वरले मानिसलाई भूमिको माटोबाट आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो तर सधैँको लागि यो धरतीमा बस्न होइन। तपाईँ हामी यो धरतीमा पाहुना सरस हौँ, एउटा यात्री सरस हौँ। एक दिन हाम्रो असाइनमेन्ट हाम्रो जिम्मेवारीहरूलाई सिद्ध्याएपछि हामी अनन्तको घरमा जान्छौँ। हुन त संसारमा थुप्रै कुरा भइरहन्छ, त्यो हुँदाहुँदै पनि कसै शब्दकारले रचनाकारले यसरी लेखेको ईश्वरको छेउमा जाँदैछु। अनन्त जीवनको हकदार बनाइसक्नु भएको छ। विशेष गरी हामी प्रार्थना गर्न चाहन्छौँ उहाँले
छोडी गएका उहाँका छोरा बुहारी छोरी जुहाई नाता नातिनी जो जतिहरू पनि छन् यसरी आफ्नो आमाको यो घटनाको कारणले गर्दा प्रभु हृदयमा शोकित होला। पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। अब परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र सम्म निवासी स्वर्गीय चन्द्रबहादुर राईसँग भएको थियो र उहाँको काखबाट 3 जना नानीहरू मध्ये 2 छोरा र 1 छोरी। म ईश्वरको काखमा जान चाहन्छु। मेरो लागि त्यस्तै प्रार्थना गर्नु तिमीले। अनि मैले जब पनि प्रार्थना गरेँ मैले कहिले पनि आयु माग्न सकिनँ, किनभने उहाँले मलाई यो कुरा भनिसक्नु भएको थियो। हस्पिटलमा जाँदा पनि मलाई धेरैचोटि प्रार्थना गर्नु अप्ठ्यारो पर्यो, तर मैले भने प्रभु तपाईँको इच्छा निनीको जीवनमा के छ त्यही पुरा गर्नुहोस्। सरस्वती गुरुआमा यहाँ हुनुहुन्छ। मलाई सबैभन्दा पहिला दामताङ स्कुलमा क्लास 1 मा पढाउनु हुने गुरुआमा पनि यहाँ हुनुहुन्छ। उहाँ हाम्रो स्वर्गवासी राजमायाका आफन्त हुनुहुन्छ। विशेष गरी अघि हाम्रो पास्टर हिमाल राईले वचनबाट पढ्नुभयो, मानिसको सुरुवात कसरी भयो भनेर, तपाईँ र मेरो सुरुवात कसरी भयो भनेर उहाँले पढेर वचनबाट सुनाउनु भयो। हामी धेरैपल्ट गाडीको सुरुवात कसरी भएछ भनेर किताब पढाएर खोज्ने गर्छौँ। यो बिजुलीको सुरुवात कसरी भएछ भनेर हामी यो पनि खोज्ने गर्छौँ। संसारको धेरै थोकहरूको सुरुवात बिगिनिङ कसरी भएछ भनेर हामी खोज्ने गर्छौँ। तर धेरैपल्ट आफ्नै सुरुवातको विषयमा हामीलाई ज्ञानै हुँदैन। यो निकै दुःख लाग्ने कुरा हो। हामीलाई याद छ कहिले क्यान्सर फर्स्ट केस क्यान्सर कहाँनिर भयो त्यसको पनि इतिहास छ। अब मरत भने सायद मेरो पिताजी 92 इयर्स ओल्ड हुनुहुन्छ, घरमा हुनुहुन्छ, बलियो हुनुहुन्छ। अहिले पनि अहिले हुनुहुन्छ घरमा, आफै घर जानुहुन्छ, आफै आउनुहुन्छ। अब मेरो पापा पनि बसिरह्यो भने अलिक पछाडि मेरो पापाले उहाँको यो
ब्रेनले काम गर्नु छोड्छ। दिउँसै यसो भन्नुहोस्, मैले धेरैवटा बुढाबुढी मान्छे देखेँ, दिउँसै भेट्नुपर्छ, नानी हो बत्ती बालन रात पऱ्यो भन्नुहुन्छ है। त्यसरी नै राति गयो भने बत्तीमा र घाम लागिरहेको छ, किनभने ब्रेन बिस्तारो डिजेर बिमारै भएन भने संसार छोड्नै पर्छ। तर बिमार भयो भने पनि संसार छोड्नुपर्छ। बिमारले चाहिँ पहिलो मृत्यु ल्याउँछ, पापले चाहिँ दोस्रो मृत्यु ल्याउँछ। र मृत्यु कसैलाई नमन परेको कारण पनि के हो भन्दाखेरि किनभने अनसर्टेन छ, के हो यसको बादमा, शरीरको मृत्यु बादमा कता हो छर्लङ्गै दुधको दुध पानीको पानी, म यहाँ जाँदैछु नि यसको बादमा भनेर कन्फर्म भए चाहिँ सायद धेरै मान्छेहरू सबै मान्छेलाई डर लाग्ने थिएन, कुनै कुरा फिक्रे पनि हुन्थेन कि दाउदको स्वरमा नडराऊ भनेर गोठालाले भन्छ। दाउदको स्वरमा एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ, जो सबै मानिसहरूको निम्ति हुनेछ भनेर त्यसरी लेखेको छ। अ सेभियर इज बोर्न इन द सिटी अफ डेभिड। तिमीहरू नडराऊ, एउटा मुक्तिदाताको जन्म भएको छ। अब यहाँ कुरा के आउँछ भने हामी सबैजना बिमार यसमा जानुभयो। पहिले भन्यो अरे मेरो टाइम आयो भनेर, कति हो यहाँ पढ्दै जाँदाखेरि यति सारा प्रभुले भन्यो, यसो पनि भन्नुभयो प्रभुले चेलाहरूलाई, म असल गोठाला हुँ, असल गोठालाले भेडाहरूको लागि आफ्नो प्राण दिन्छ भनेर पहिल्यै भन्नुभयो। चेलाहरू ठक्कै प्राण दिन्छ जारी नै रहनेछ। र तर आखिरी सेवा चाहिँ 5 तारिकको दिन हाम्रो लकी बहिनी अनि ब्रदर किरणको घरमा हुनेछ अन्तिम सेवा। र हजुरहरूलाई म यो स्थान एनाउन्समेन्ट गर्न चाहन्छु। र यो दफन कार्यको बादमा हाम्रो युथ भाइ बहिनीहरू छन्, भलन्टियर्सहरू छन्, यहाँ चियापानीको बन्दोबस्त गरेको छन्, खाजा हुन्छ। अहिले परिवारभित्रका तपाईँ आउन सक्नुहुन्छ, अरू तपाईँलाई भरै मौका दिइनेछ। हुन्छ। फ्यामिली मेम्बर्सहरू अलिक छिटो गरिदिनुहोस् न। परिवारको सदस्य र सन्तान नजिकको साइनो लाग्नेलाई मात्रै अहिले यो समय दिँदैछ। तपाईँलाई समय दिन्छौँ हामी, तपाईँ नसुर्ताउनुहोस्। तपाईँलाई हामी यहाँलाई हेर्न अनि तपाईँले पनि श्रद्धाञ्जली दिने मौका पाउनुहुनेछ। हुन्छ, लगभग अब सिद्धिँदैछ। परिवारका नजिकका आफन्त र सन्तानले श्रद्धाञ्जली दिइसक्नु भएको छ। अब हामी एउटा प्रार्थना गर्दैछौँ। प्रार्थना हामी माझमा हिमालयन प्रिचर्स ग्याङ्टोकका एल्डर सुरेन्द्र राईजी हुनुहुन्छ। हजुर तयार भइदिनुहोस् अनि आशीर्वाद ग्रहण
आशीर्वादको लागि आदरणीय